भेज मोमो बनाउने कार्यक्रम छ, त्यही भएर यो बन्दाकालीन हुन्छ। बन्दा त्यसरी स्लाइस गरिदिँदा चाहिँ राम्रो हुन्छ। धनियाँ स्लाइस गरिदिनुहुन्छ। यसरी सानो सानो पारेर स्लाइस गर्ने। यसरी मसिनो पारेर काट्ने। यहाँ चाहिँ यो अचारको लागि चाहिँ आलस भुटेङ हुन्छ। यो भेज मोमोको लागि चाहिँ यो आलसबाट बनेको अचार एकदम राम्रो हुन्छ, मिठो हुन्छ। पुरै पड्किन जब पड्किन सिकिन्छ अनि आलस चाहिँ पूर्ण भुटेको भनेर चाहिँ थाहा पाइन्छ। यो आलसको चाहिँ विभिन्न शरीरको लागि धेरै फाइदाहरू छन्। त्यही भएर चाहिँ अरू अचारभन्दा आलसको अचार खाँदा यो आलस चाहिँ शरीरको लागि धेरै फाइदा हुन्छ, मुटुको लागि, पाइल्सको लागि धेरै फाइदा हुन्छ। त्यही भएर चाहिँ यो आलसको अचार चाहिँ खाँदा शरीरको लागि उपयुक्त भएर आउँछ। यो पनिर चाहिँ यसरी सानो सानो बनाएर चाहिँ काट्नुपर्छ। बन्दा, धनियाँ, पनिर यो लसुनको चाहिँ यो पातभन्दा पनि डाँठ मात्रै हाल्दा राम्रो हुन्छ। यो पात हाल्ने बेला चाहिँ अलि पातको बढी सेन्ट आउँछ, त्यही भएर चाहिँ डाँठ मात्रै चप गरेर हाल्नु।
अहिले यो हरियो प्याज चाहिँ कटिङ गर्दै हुनुहुन्छ। हरियो प्याज चाहिँ धेरै हाल्ने होइन, ठिक्क हाल्नुपर्छ। यो हरियो प्याजले चाहिँ यो मोमोको टेस्टलाई चाहिँ एकदम मिठो बनाउँछ। स्लाइस गर्ने बेला चाहिँ सानो टिक्काको स्लाइस गर्नुपर्छ। यसमा बन्दा, हरियो प्याज, लसुन, पनिर, यो बटर, यो भेज मोमो बनाउने बेला चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको बटर हो। बटरले चाहिँ एकदमै मिठो बनाउँछ। बटर चाहिँ तताएर हालिदिनु हुन्छ, तर यो स्लाइस गर्ने बेला चाहिँ अझ राम्रो हुन्छ। पनिर त हाल्छ। अब मोमो मसला एकदम टेस्ट ल्याउँछ। यो नुन आफूले स्वाद अनुसारको नुन हाल्नु। सबै मसला हालिसकेपछि यसरी मिक्स गर्नुपर्छ। यसमा चाहिँ अब यो रेडी भयो, मोमोको मसला रेडी भयो। हामीले चाहिँ मोमोलाई तम भन्ने गरेको छौँ, तम नै भनौँ न। तरकारीबाट बनेको मोमो हालेर चाहिँ तम भन्ने गरेका छौँ। तमको मसला तयार भएको छ। यो चाहिँ तमको लागि चाहिँ डल्लाहरू चाहिँ रेडी भएको छ। यसरी डल्ला पारेर पछि बेल्नको लागि चाहिँ सजिलो भएर आउँछ। यो पिठो बेल्दै हुनुहुन्छ। यता प्याकिङ, मोमोको मसला एकदम फर्स्ट क्लास बनेको छ। हामीले तम भन्ने बेला चाहिँ म तम नै भन्छु। तमको मसला एकदम फर्स्ट क्लास बनेको छ। यो साइज पनि हेर्नुहोस् एकदम राम्रो छ। यता बेल्दै हुनुहुन्छ भाउजूले, यता दाइले प्याक गर्दै हुनुहुन्छ। धेरै मुजा पार्नलाई अलिक गाह्रै हुन्छ। यो प्याकिङ गर्ने सजिलो स्टाइल यस्तो हो। यो चाहिँ पाकेर रेडी भएको छ। अब रेडी भएको छ र कस्तो छ म खाएर हेर्छु। म फर्स्ट क्लास भएको छ। अचारमा चोपेर फर्स्ट क्लास मिठो छ।